आज कहाँ जाने मेरो छोरा? स्कुल जाने भन न। स्कुल जानु लाग्यो भन न। स्कुल जानु लाग्यो भन। ल हिँड यतै गीत त अहिले बज्छ नि एकछिन पछि। नमस्ते भन न खै त। नमस्ते गाइज भन्नु पर्दैन। म स्कुल जाने हो भन। स्कुलको नाम भनिदियो नि त। ल आएर छिटो छिटो छिटो। स्कुलको नाम के हो र तिम्रो स्कुलको नाम? हो अनि तिमी कति वर्षको भयो त? 3 वर्ष भन न अब त। ल हिँड 3 वर्षको बाबु। ल राम्रोसँग हिँड ल 3 वर्षको बाबु। ओके ओके मामु भन न। यता हेर्दै न एकचोटि। ल गाडी आयो। ला गाडी आएन होइन। राम्रोसँग इक्जाम देऊ ल। खै आज राम्रोसँग इक्जाम देऊ ल। आज सुजिनको फाइनल इक्जाम हो नि। के इक्जाम अरे? फाइनल इक्जाम भन न। इक्जाम देऊ ल। गाडी आएन के? मामुलाई हेर्दै दौड न। राम्रोसँग इक्जाम देऊ ल। खै हस् भनेको। म आज राम्रोसँग इक्जाम दिन्छु मामु भन न। खै भनिसक्यो। एबिसिडी राम्रोसँग लेखिछु ल। खै हस् भनिसक्यो। ल राम्रोसँग हिँड्नु छोरा। आज छोराको इक्जाम दिनु होइन त? ए हो पनि भन्दैन। बिस्तारै 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 हिँड्छु। बिस्तारै बिस्तारै। ओहो को हिँडेको यो? नाम के हो यो मान्छेको? तामाङ हो? के हो अरे नाम? तिम्रो नाम के हो अरे नाम? तामाङ हो? रोक ल रोक रोक बिस्तारै हिँड। सुजित ल हिँड। हात नहाल न। ल हिँड हिँड राम्रोसँग। त्यही गर्छ आन्टीलाई। ल चुज गर। गुड मर्निङ गर्छ अरे।